हेलो गाइस, हामीसँग यहाँ बैसु तपाईहरुले चिन्नु भकै होला यिनलाई। यता फर्क बैसु। मलाई चिन्नु भएको होला। हेर्नुस्, यहाँ चाहिँ हाम्रो भैँसी चाहिँ एकदम कान ठाडो पारेर राखेकी। यहाँ चाहिँ हामीले मौरी पालेका छौँ। यहाँ पनि मौरीको छ। अहिले चाहिँ यता हेऱ्यो भने रुखै रुख, यता हेऱ्यो भने रुखै रुख। बादल पनि हेर्नुहोस् न। यो चाहिँ हाम्रो घर। यो चाहिँ गोठ। यहाँ हुनुहुन्छ यसको असली मालिक। हेर्नुहोस् मालिक। अनि यो अर्को क्यामेरा हो। जाऊ बाहिर हिँड्छ त। हेर्नुहोस् न, यसको मम्मी यहाँ चाहिँ रेड कलरको, रेड हो कि ब्राउन हो। अनि यो चाहिँ त्यसको छोरी। हेर्नुहोस् है, खाना खोजिरहेको यसले। अब हामीले चाहिँ यसले निकालिदिन्छौँ। यसको छोराहरू चाहिँ यहाँ। हेर्नुहोस् यसको मुख। अनि यहाँ चाहिँ कहीँ नभएको रिसालु भैँसी छ। कसैलाई देखाउनु मुन्टो हल्लाइदिन्छ। गोठ भत्काउन खोज्छ। ओह हेर्नुहोस् यहाँ कहाँ हिँडेको। एकछिन पनि खेल्छु। अनि यहाँ चाहिँ एकदम राम्रो मौसम छ। मेरो रङ्गोली चाहिँ यिनीहरूले बिगार्थे। एक दिन टिका थियो, त्यो पनि बिगार्थ्यो यिनीहरूले। अनि म चाहिँ एकदम गौरी छु भनेर भन्दिनँ, किनभने त काममा हिँड्दा स्क्रिन गरिसक्यो। अनि हजुरहरूलाई खेल्न मन लाग्यो भने आउनु होला पाल्पारामपुर, विजयपुरको तलतिर, कबुवातिर। अनि हाम्रो आमा मुडुले बाबा हाम्रो इन्डिङ हुन लाग्यो। बाई बाई। हेर्नुहोस्, बाई बाई। कति ठुलो मान्छे खेल्नु भयो। पिङ हेर्नुहोस्, कति ठुलो मान्छे गएर जाने। आइस पहिला सुनवल जाने कि यता आउने भन्ने कुरो फिक्स हुनु पर्यो क्या। कस्तो बाङ्की हो त नि यो। हाई गाइज, यिनी एक्लै चाउमिन खाँदैछिन्। यिनी पनि एक्लै खाँदैछिन्। गाला पुग्लुक्क। अबाउट द पाउरोटी। यो लन्टुलाई चिन्नुहुन्छ होला। मेरो पुरानो भिडियोहरूमा पनि आइरहन्छ यो लन्टु। यो पनि एक्लै चाउमिन खाँदैछ। हेलो गाइज, यहाँ हुनुहुन्छ हाम्रो कान्छो मोमो। म चाहिँ बसेको छु। यो बाङ्गो घर। हेलो हेलो हाई। छ ब्रस ल्याउनु बिर्सेछ बाउ। मेरो त झोला आचार पनि गरेको छैन, हजुरले ल्याउनु बिर्सिनु भयो। झन् राम्रो गर्नु पर्यो नि ल्याएको त।
के गर्नबाट त्यो मन मोडिँदै जाँदो रहेछ क्या हेलो गाइज हामी चाहिँ पटक्का फर्काउन लगाएको अनि यहाँ चाहिँ मामाले पटक्का ल्याउनु भयो अनि एकदम ठुलो छ पटक्का चाहिँ कत्रो साउन्ड गर्छ हामीहरू पनि हेरौँ है त हेलो गाइज हामी चाहिँ ड्रोन उडाएको भिडियो चाहिँ नेक्स्ट पार्टमा आउँछ नैसकिस् पानी नहाली कहाँ नुहाएको पानी हालिदिनु पर्यो त्यसलाई पानी नहाली नुहाएको छ त्यो नैस यो पानी होइन दाइ चाबी दिनुहोस् भने नमस्ते गर नमस्ते गर खिच्न थालो यसरी आफै हो नि बोल्दै हिँड न त्यसरी नै बोल्दै हिँड न के भयो भनौँ यता अर्सुको गर्दै आउँछ हेलो गाइज वेलकम टु माई न्यू ब्लग आज यहाँ अमित मामाको यहाँ हामी ब्लग गराउँदैछौँ मेरो काली काली अनि यहाँ म हुँ अनि यहाँ कप हुनुहुन्छ अनि यो म हो अनि यहाँ अनिसा भट्टराई हुनुहुन्छ अनि अङ्किता ढकाल कल्पना ढकाल हुनुहुन्छ अनि यहाँ अरिसा भट्टराई अनि यहाँ म अब हामी तल उता बाटोमा जान्छौँ है यी हाम्रो गाउँहरू अनि यी कति शान्त यो चाहिँ हाम्रो घर उता छ यो हाम्रो साथीको घर हो त्यो आकाश अनि सुनमा अब वहाँ कुआ है हाय ये मेरा कालू काली अच्छा हेर्नु होला मेरो काली अनि यहाँ चाहिँ गोरी ए हाम्रो गाई माताजी ए त्यसको अघि हाल्ने मलाई उठ्या त्यहाँ चाहिँ यसको मम्मी हाय भन्छ हाय काले हाय मुन्यो हाय भन्छ बहिनी हामी चाहिँ guys, welcome to my new vlog. आज हामी यतै जाँदैछौँ पहिला म यहाँ चप्पल लाउँछु अहिले खुट्टै उभिरहेको थिएँ म यहाँ छु यहाँ आउनुलाई के मुन्नु मोन्या चाहिँ अनिसा भट्टराई हुनुहुन्छ
यहाँ चाहिँ म हुँ हेर्नु होला हेलो यो बन्द गर्नु पर्यो ल गाइस वेलकम टु माइ न्यू ब्लग आज हामी यहाँ ड्रोन लिन गएको थियौँ ड्रोन ठोकेर के छ मुख भित्र लगाइदिनु भनी ठिक छ ल ठिक छ मेरो काम छ कि म राखेर बच्चिस छु हजुर थाहा छ है के छ गोर्खाली भने नि ठिक छैन बर्दले खोइ त नाचेको ओहो कति नराउने छ्या क्यारेको यो टिका लाउने पात बनाएको बाउ अलि सिधा रेखा काट्ने त्यहाँ बाङ्गे भयो ठ्याक्कै तँ आउने बित्तिकै बाङ्गे भयो चाहिँ मानेछु मैले यो बिग्रिएछ के होइन राम्रो भयो चाहिँ हस् यहाँ आउनु होला बालेर तिखाएर भेटिएम भयो ल यहाँ आउनु मलाई पाडो भनेर भयो यहाँ कपाल गर्दैछ यतिकै ठिक छ हेर्नु होला म यहाँ हुँ घर हो मलाई पछाडिबाट देखाउँछु हाम्रो घर यो चाहिँ बसिराख्ने यहाँ चाहिँ एउटा पाडो छ तिमी देख्यो उताबाट मै देखिन्छु 1 2 3 आछ हिँड्दाखेरि किन निन्नु हजुर के हो व्हाट इज दिस हेलो नमस्कार म अमित पोखरेल यो क्यामेरा अलि फोरो फोरो भयो जस्तो छ घाम परेछ के माथिबाट म राम्रै देखिँदैछु धन्यवाद उ त्यो नराम्रोलाई देखाउनु अनि हा हा गाइज यो भान्जो यो म यिनी डफङ्गी राम्रो मान्छे देखेँ तँलाई पिट्न मन लाग्छ पछाडि गर्ने कसरी हो त हो यो दाल भात यिनको फोटो अर्को छ म हालिदिन्छु अहिले यहाँ होइन एडिट गरेर चाहियो त भयो पछि अगस्टिन फोटो खिचिहाल्छ हाइमेर फरिया भनेको लाउँछ तस्तो हाइमेर फरिया काली भानी कति राम्री भएर आएको के हजुर के को राम्रो आयो ए कपडा हेर कति राम्रो सुन लाएर के बोल्छ के बोल्छ यो फुस्की रहेछ फुस्की रहेछ अरू त फुस्की थियो त्यही भएर के रहेछ अरे फुस्की थिएन आम सरी मैले त्यसै भनेछु सौकटे भट्टै झापाले कति बोलेको छ्या 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 बाई राम्रो रहेछ ल्याउ मलाई मैले बिहा गरेर त्यहाँ दुलाई क्या पाइले मलाई दिनुपर्छ यो न ठुलो चाहिन्छ भने नि आमा यो ले मलाई लाग्छ त्यो क्यामेरा एकतिर पुल एकतिर बाहा कति थोरै गरी के छिछि कति नराम्री हो के भयो पुरो आँगनको ए बडा हेर्न पर्दै के
गोर्खा मनका मना दुईचोटि भइसक्यो छोड्न त छोड हान्न लाग्यो आमा तिमीलाई खालि लौरो ठडाएको ठडाइ छ नि तिमीलाई किन हो त्यो हान्ने कुरा सबै यहीँ छोडेर जा है भनेपछि लिएर आएछन् फेरि ढङ्ग छैन शत्रु कि केलाई यमराजलाई चढायो नै मरिने तेलमा लड्केर असिम भन्छौ ल दिमाग आउँछ कि अलिकति तातो छ तेल लाएर गोर्खालीहरू ढङ्ग छैन दाइको त लुरुकै छ कहाँ हो केटी मान्छेलाई चाहिँ कोर्देको दुगो लापछि अनि त्यो सेतो उ पिठो लगायो है अब के हो पिठो यसको पहिला यहाँ कपाल काट्दिने ल यो होला के यसो बसा मोटी लाइन छ यसो फोटो बसा लाइन दुबो पछि सेतो अनि अनि जरी बिचा हाल्दै हो यो नदेखिने डिम्पलहरु जतिको बिग्रिन्छ बस भएको भइसक्यो कान्छ लाइदे बाबा कल्पना नलाम के गर्नु चाहन्छ क्या के गर्नु चाहन्छ हेर्नु त बुढियामै यो अहिले फेरि पानीले हल्का पुस्न त पर्छ भयो के अब त बाहाकै हो महमलले पाइएन महमलले फुलोस फलोस हो त्यसरी हो महमली त ह्यापी कुकुर तिहार तिहार भाइ ह्यापी कुकुर तिहार सबैका छन् के ह्यापी शिवरात्रि ओहो खामेर खाम देखेर मक्क पर्छन् भने दिदिन फेरि उस्ता भएछ खाने धेरै भयो धेरैको धेरै दिगे आमा उलाई मनबाट थुतुम निकालौँ न धेरै भएछ के अनि तिहार आउँदा सधैँ आउनै सुनायो झिक्छ बाटो आउँदा यता हल्ला नगर यता खुट्टा ल्याऊ नानी हात हुन्न र यही बेला आउट हो गाके अलि कपाल अलि गर्नु है अलि माथि उसा है कति धेरै हो के छ्या छिटो न दुईटाले देऊ दुईटाले यसले त भाडा तिर्नु पुग्छ के मेरो बाबु छिटो गर्न नदिन के कुत्तेको दा चकलेट ए चकलेट ल ल ल ए ल भयो के बाबु नगर न त्यस्तो गर्नु ल ल ल त्यस्तो गर्नु है ट्याक्क यसो कुकुर त कुकुरै हो बाबु होला न तिमीलाई थोरै रहेछ है यिनीहरूलाई भन्दा यिनीहरूलाई भन्दा थोरै छ ल ल खुट्टा ल्याऊ दक्षिणा थोरै त्यस्तो खुट्टा नि थोरै धुउने होला कि सीतेले पाइसकेछन् नदिन सीतेले पाइसकेछन् दिन यत्रो त पर्दैन के यति निकाल्छु के म मैले अस्ट्रेलियाबाट ल्याएको मिठाई खाऊ ल खुट्टा दिन लागेछु
एकअर्कालाई नसुनाऊ है कति कति पाथ्यौँ भनेर तिमी सोझी छौ तिमीले भनौली नि फेरि भाइले 50 र 5 को नोट ल्याएको थियो भनेर कसैले नभने नि हेलो गाइज हामी ब्लग के टिका लगाएर भ्याइरहेको छौँ हेलो गाइज वेलकम टु माई न्यू ब्लग आज हामी टिका लगाएर भ्याइसकेको छौँ अब हामी यहाँ भात खाइन लागिरहेको छौँ हेर्नु पछाडि हेर्नु होला लक्ष्मी भट्टराई भन्ने एउटा केटी हुनुहुन्छ को होला असिम भट्टराई भन्ने म तिमीले यहाँ खिच्न पो रहेछ रेडी भए त्यहाँ हेर एकचोटि अङ्कको फोन ल अङ्कललाई देखाउँछु बाबुले खिच्यो भनेर म देखाउँछु कि अङ्कललाई अब यहाँ चाहिँ फोटो खिचिरहेको छन् खिच्दिको को होला हेर्नु आइफोनबाट यहाँ मामा भाषाको घर हामी देखाउँछ हेर्नु कस्तो बोल्नु इङ्ग्लिस हो बोल्नु आउँछ आज हामी यहीँ पटेका लगाएको छ पटेका छैन हेर्नु होला छैन हेर्नु पटेकाको भेटायो भने बिल्कुलमा भनिन्छ हामीले देखेको छैन यो हाम्रो बा यो हाम्रो आमा हेर्नु होला यहाँ हेर्नु सकेछ हेर्नु होला गाइज हेर्नु होला गाइज यो भ्लग हेर्नु पटेका पड्काएको हेर्नु होला यति नै बाई बाई न्यू भ्लग यहाँ चाहिँ हेर्नु अब यो पटेका भाइ यति नै सबै बस्छन् जान्न हुन्छ